अहिले होइन नि दुईटा मात्र गइरहेको छु क्या साथी यो मुजुको भएर पनि हो क्या साथी होइन यो मेरो स्पोकर 220 को हाल्यो भने त साथी होइन उकालोमा दिँदैन नि त चढ्न त चढ्छ तर बिस्तारै क्या एकदम स्लो क्या साथी अब बढी हुन्छ हेर टर्निङमा बढी भइदिन्छ ल हेर नि अनि तान्न त तान्छ तान्न चाहिँ तान्छ होइन भाइ देखा हो भने मामाको छोरा के मामाको छोरा हो क्या साथी के गर्ने हो दाजुकोमा बाजे जाउँ किन घुम्नु जान्छ यो डाँडा त कति घुम्यो कक्कलाई लिएर घुम्यो है बुढा यो डाँडा त बाला यस्तो घुमाउँछ दुईटो परेको छ माछु हो यहाँ बाटो बनाउला क्या ओ माय गॉड खुट्टा है इँटा चाहिँ हटाउ है घाँस पर्यो नि हो मुखमा परे पनि परोस् तर खुट्टा केही हुनु भएन ओए चिप्लो पो रहेछ त्यहाँ माटो त त्यहाँ माथिबाट सल्लाह टिपेर ल्याउनु पर्ने रहेछ यार है अर्के आगो त बाल्नुपर्छ त यार सक्दैन नि मुजी यस्तो चिसोमा त ऐया हुन्छ ना चिसो बुझी केटाहरूले इँटा झारेर हिँड्दैछ हामीले त चढायो त्यसले चढाउन सक्ला कि नसक्ला इँटा यार गाह्रो छ नि मैले फालेर हिँड्यो भन्छ अरे अहिले ल्याउँछ केटाहरू सब राइडर छ वर्षपछि म पनि हुनेवाला छु हो तपाईँ त म बनाइहाल्छु नि तपाईँको बाटोमा कसरी कुदाउने तर ठाउँमा मात्र देखाउने हो क्या यस्तो चिजहरू चाहिँ सोधिहाल्यो भने त्यो नि सोध्दैन यसो हेर्छ कराउँछ भात खा भन्छ अनि सुत्तो भन्छ केटाहरू त फेरि अफमा लाइट बल्दैन यहीँबाट अफमा गइदिन्छ क्या चिसो छ क्या अब तुर कामिरहेको छु यार म ल हेर्नु नकाम न तैँले गर्दा म काम छु कि अहिले आफै लिएर ए मुजी साइकको मुजी अगाडि आफै आउँछ मुजी पछाडि हिँड्न लाइट देखाइरहेको छु त नि साइको मुजी त मुजी गइसक्यो होइन हाम्रो पाङ्रा अलि जाम छ नि त त्यही भएर रहेछ यार डाँडैबाट जाला नि फेरि केटाहरू होइन बाल छैन उनीहरूलाई बसिरहेको रोड तेल धेरै महँगो छ क्या अहिले सबजना त्यही भएर हेर्नु त्यहाँ 3 जना राखेर आउँछ यार
पुगिसक्यो त्यो तलै पुगिसक्यो भनेर तलै पुगिसक्यो ल्याउने हो ल रोद्याउ आछु कस्तो जाडो भएको क्या मैले त्यही भएर नकुदाएको लामो कस्तो गएको क्या यिनीहरू जय आदेश जनता सबैको झ्याप्पै आयो आकाशलाई हन्टा लिएर टाढो छ है यहाँ त त्यस्तो केही छैन गोदौरीमा मामा गयो ल मामा गयो भोलि भेटौँ ल